यस कार्यक्रमको शोभा र मर्यादा बढाइदिन हुन उपस्थित सभाध्यक्षज्यू, आफ्नो मनमा सरस्वतीलाई विराजमान राखी एउटा हातमा तराजु र अर्को हातमा कलम लिएर विराजमान हुनुभएका निष्पक्ष निर्णायक मण्डलज्यूहरू, सम्पूर्ण गुरुवर्ग, मेरा प्रतिस्पर्धी साथीहरू र बाँकी विद्यार्थी भाइ बहिनीहरूमा म कक्षा 10 की छात्रा प्रशंसा खनालको तर्फबाट न्यानो अभिवादन स्वीकार गर्नुहोस्। कविता भनेको शब्दहरूको संयोजन मात्र होइन, यो मानव हृदयका गहिरा माया, प्रेम, पीडा, अनुभूतिहरूको एउटा सुन्दर अभिव्यक्ति हो। जब मनका भावनाहरू शब्दमा सजिन्छन् तब कविता जन्मन्छ। यस संसारमा धेरै सम्बन्धहरू छन्, तर आमाको माया जस्तो पवित्र, अटल र निश्चल सम्बन्ध अरू कुनै पनि छैन। मलाई 9 महिना कोखमा राखेर यस धरती देखाउने मेरी आमा मेरा लागि पहिलो गुरु, मेरो पहिलो साथी र मेरो पहिलो भगवान हुनुहुन्छ। आज उनैको महान व्यक्तित्व, उनी मेरो जीवनको आधार, मेरो खुसीको कारण, मेरो हाँसोको कारण, मेरी आमाको शीर्षकमा एउटा कविता वाचन गर्न गइरहेको छु। आमा, तिमी भन्दा ठुलो न कोही छ, न कोही हुन सक्छ। म भन्छु, आमा भगवान भन्दा ठुली हुन्, तर भगवान कहिल्यै आमा भन्दा ठुला होइनन्। किनभने मैले तिमीलाई देखेको छु, तर भगवानलाई देखेको छैन। भगवान कर्मको फल दिन्छन् भने तिमीले दुष्कर्मको पनि मिठै फल दिएकी छौ। आमा, तिमी ती हातहरू हौ जसले माया बुनिदिन्छ। आमा, तिमी ती हातहरू हौ जसले माया बुनिदिन्छ, जसको एक स्पर्शले मात्र संसारको हरेक दर्द बिर्सन सकिन्छ, जसको एक स्पर्शले मात्र संसारको हरेक दर्द बिर्सन सकिन्छ। आमा, तिमी बिनाको कुनै खुसी पनि अधुरो हुन्छ मलाई। आमा, तिमी बिनाको संसारको सारा खुसी अधुरो लाग्छ मलाई। तिमी मात्र हुँदा अरू कोही नहुँदा पनि मेरो जिन्दगी पुरो लाग्छ मलाई। आमा, तिमी मात्र हुँदा अरू कोही नहुँदा पनि मेरो जिन्दगी पुरो लाग्छ मलाई। आमा, तिमी ती जुन हौ जसले रातभरि संसारलाई उज्यालो दिन्छ। आमा, तिमी ती जुन हौ जसले रातभर संसारलाई उज्यालो दिन्छ। आमा, तिमी ती सूर्य हौ जसले दिनभरि प्रकाश फैलाइदिन्छ। आमा, तिमी ती पानी हौ जसले प्यास मेटाइदिन्छ। आमा, तिमी मेरा निम्ति भगवान हौ जसले मेरो जीवनलाई रङ्गीन बनाइदिन्छ। आमा, तिमी बिनाको यो संसार मात्र त के, तिमी बिनाको कुनै स्वर्ग पनि चाहिँदैन मलाई। आमा, तिमी बिनाको यो संसार मात्र त के, तिमी बिनाको कुनै स्वर्ग पनि चाहिँदैन मलाई। आमा, तिमी बिनाको यो अमूल्य जीवन त के, तिमी बिनाको एउटा सानो खुसी पनि चाहिँदैन मलाई। आमा, तिमी बिनाको यो अमूल्य जीवन मात्र त के, तिमी बिनाको एउटा सानो खुसी पनि चाहिँदैन मलाई। धन्यवाद।